राम्रो भिडियो खिच्न भनेर हतार क्यामेरा अन गर्यो। त्यही बेला चाहिँ यो क्यामेरा अन हुन पनि 1 घन्टा लागेर नि 62 मिनट लाग्नु पर्ने यार। राम्रो दृश्यहरू खिच्नै पाइँदैन के। फेरि सिमाङ खाने हावा चाहिँ कति जोडले चल्नु परेको यो डाँडा जहिले पनि हुरुरु गर्ने। ओहो स्पार जानु भनेको त ढिलो हुन्छ क्या। अब 5 बजेको छैन, रात परिसक्यो यार। यो ठाउँ अनौठो चाहिँ अनौठो नै हो। अब घामले अब यो घाम डुब्नै लाग्यो। घाम डुब्ने बित्तिकै अँध्यारो हुन्छ। स्पार पुग्नलाई त लगभग 20 मिनट पो लाग्छ त यार। के गरौँ अब। पर्सि बिहान हिँड्नुपर्छ बाटोमा। भियन नपुगी खाजा खान पाइँदैन। फेरि भियन भनेको 11 बजेतिर मात्रै पुग्छ। अब यहाँ साथीहरूसँग बटुलिँदै जाँदा त्यही भएर अलिक खाजाहरू पर्सिको खाजा किन्नलाई स्पार जाउँ भनेको। रात पर्ला जस्तो छ हो यहाँबाट तल पुग्दा। के गर्दा तर मौसम चाहिँ क्या दामी भयो यार। हो यस्तो दामी कि तल केबल कार आइरहेछ। तल म्यारिजेल हो। अब यो म्यारिजेल वरिपरि रहेका हिमालहरू हुन्। हुन त डाँडा काँडाहरू हुन्, तर यतातिर चाहिँ हिमालय भन्दो रहेछन्। हुन पनि अब टन्नै हिउँ परेपछि हिमालय भनौँ होइन। अब हाम्रो देशतिर पनि अब हिमालमा हिउँ पर्ने ठाउँलाई हिमाल नै भनिन्छ। त्यही भएर होला यतातिर यो हिउँ परेको डाँडा काँडालाई पनि हिमालय भन्दो रहेछन्। अब यो चाहिँ गेमान्ड्याल्पे तल एर्लाप्सी हो। कम्ती मजाको दिन भएन। मौसम पनि साह्रै साथ दियो। प्रकृति त यत्तिकै राम्रो छ यो ठाउँमा। वाह अब भोलि एक दिन छ यो ठाउँमा यो केबल कारमा आउन यो सिजनमा। अब त्यस पछाडि बन्द गरेर हामी सबै भाग्ने छौँ। अब अर्को के अरे विन्टर सिजनसम्मको लागि। हस् त साथीहरू, अब त्यो विन्टर सिजनमा फेरि यो ठाउँमा भेटिन्छ होला है त। सबैलाई नमस्कार। म्यारिजेल अस्ट्रियाबाट।